ब्याक टु आवर भ्लग। र आज चाहिँ हामी छौँ कालिम्पोङमा। यहाँ हुनुहुन्छ हाम्रो भेना के गर्नुभएको नाली पानी लगाएको खेतमा पानी लगाउँदैछ। र आमा र म चाहिँ मजुरको पंख लिनु गएको र आमा चिनाउने काम गर्दैछु काका र एकाकी र निशालाई। हजुर किनकि हाम्रो त खेतको काम कालिम्पोङमा इन्जोय गर्नु हुँदैछ उहाँहरू चाहिँ। भेना तपाईँलाई कस्तो लागिरहेको छ हामी आएको? एकदम खुसी लागेको छ। जस काकाले हाम्रो घरमा पहिलोचोटि पाइला टेक्दिनु भयो त्यसमा खुसी। निशा आँखामा नि खुसी। अर्जुन एफएफ आएको थिए। अब चाहिँ काका काकीको घरबाट सबैजना आइपुगिदिनु भयो। धेरै धेरै धन्यवाद। अब आउनु चाहिँ भएन भन्नु भएन। र गाइस हामी चाहिँ हिजो बेलुकातिर आइपुगेको। अन्त बेलुका चाहिँ पुरा थाकेको थियौँ र हामी चाहिँ अलिक गलेर हिजो चाहिँ सुतिहाल्यौँ। र आज चाहिँ आमा यहाँ चाहिँ पुरा मजुरको पंखहरू पाउँदो रहेछ। मजुर आउँदो रहेछ गाइस। अन्त आमा र मेरो चाहिँ आज एउटा च्यालेन्ज छ। आमा चाहिँ एकदम भगवान्को भक्ति गर्नुहुन्छ नि त, त्यही भएर चाहिँ हामी मजुरको पंख खोज्न गएको होइन। मजुर त देख्यौँ। आज चाहिँ के हो भन्दा आमाले त झन् म पुरा अल्गो देख्यौँ। अन्त आज चाहिँ के हो भन्दाखेरि चाहिँ आमा र म मजुरको पंख खोज्न जान्छौँ। जसले मजुरको पंख भेट्छ त्यो चाहिँ मनको सक्छ। अब भगवान्को भक्ति हो साँच्ची नै ट्रु भनेर। तर भेटेन भने चाहिँ त्यसको मनमा पक्का खोट छ होइन। तर ल आमा जाने रेडी, च्यालेन्ज एक्सेप्टेड। ल हामी खोज्न गएको गाइस। चाहिँ यतै उता कराउँदैछ, हामी यहीँ खोज्न आँटेको। र पायो भने चाहिँ आमा लो हेरौँ है। ल यस जाउँ। चाहिँ यहाँ खोज्न गइसक्नु भएको छ आमा। अब तपाईँको मनमा खोट छ नि भेट्नु भएन नि त हो। यस आमा गनगनिनु हुँदैछ। यस आमालाई आफ्नो भक्तिमा श्रद्धामा एकदम भरोसा छैन। अनि तपाईँहरूले मलाई पापी सोच्नुहुन्छ होला आमाको श्रद्धामा क्वेसन उठाएँ भनेर। तर आइम पापी गाइस, थ्याङ्क यू। मेरो मनमा त खोट छ, म त भेट्दिनँ। आमाले खोज्नु हुँदैछ। ल आमाको हेरौँलाई चाहिँ उहाँ माथि कराउँदैछ गाइस। मजुरले हान्नु त आम्बो क्या दामी देखेको भन्नु नि। यहाँ हो यहाँ भ्यू मेरो त। अन्त यहाँ तल चाहिँ बुवा यहाँ हुनुहुन्छ, भेना यहाँ हुनुहुन्छ गाइस। मजुर उडेर चाहिँ रुखमा गयो अरे। मेल मजुर चाहिँ देख्नु राम्रो अरे, पोथी मजुर चाहिँ देख्नु चाहिँ राख्दैन अरे नि त। पोथी मजुर चाहिँ अब हामी चाहिँ मजुर खोज्न गएको है गाइस। दुष्ट मान्छेहरूले चाहिँ गङ्गाटै भेट्छ भनेको चाहिँ यही हो है। यता जाउँ यता। आमा यता टर्न लिनु नि यता। अब आमाको त हेर्नु हो नि भेनाहरू के हो। तर 4 पाटा हो कि 5 पाटा मात्रै उयो गर्नुहुन्छ अरे। र हामी यहाँ गइरहेको छौँ। आमाले चाहिँ भेट्नु आमा आइज भन्दै आमालाई बोलाउँदैछ माथि गर्दै गाइस। बेसी माथि नजाउँ, खेद्छ अरे नि मजुरले त। अन्त आमा तपाईँले आफैलाई मनमा खोट छ भनेर सोच्नुहुन्छ भन्नु त। माथि छ है रुखमा एउटा मजुरको पंख खोज्दै अरे। आमालाई श्रद्धामा, आमाको श्रद्धामा क्वेसन नगर अरे भाइ। तिमीलाई रिक्वेस्ट गर्नुहुँदैछ आमाले है आमा। र आमा र म यहाँ कोसिस जारी छ खोज्ने। आमाले अझै पनि भेटाउनु भएको छैन, भेटाउनु सक्नु भएन। र हामी चाहिँ अब यो कामलाई आमाले च्यालेन्ज एक्सेप्टेड गर्नुभएको थियो होइन। आमा झारेकै हुन्छ कन्फर्म। साह्रैको फेस देख्नु हुँदैछ यहाँ। यहाँ अझै पनि उम्मिदको किरणहरू आँखामा झल्किरहेका छन् आँखामा। र अब चाहिँ हामी एक राउन्ड चाहिँ अब तर्फी वापस लाग्दैछ। आमाले अझै नै हात खानु भएको छैन। हल्का हल्का 1% भए पनि छ आमाकोमा उम्मिद। आमा कृष्ण भगवानलाई प्रे गर्नु। मुजुर होइन पंख। मुजुर त ऊ माथि ऊ। हे राधे कृष्ण, हे राधे कृष्ण। 2 hours later. आमा हजुर भेटिन ल छोरी, आमा हारे। आजदेखि आमा र म दुईजना यस वही जो आप सोच रहे हो। अब चाहिँ हामीले गेम सकिसकेको छौँ र आमा त्यसमा हार्नु भयो। आमा पनि आजदेखि म जस्तै पापीमा आउनु मनमा खोट लिएर हामी दुईजनै मनमा खोट छ अब।